बिमारी भएको मान्छेहरुले मेडिकल कलेज लान ठीक हो कि हैन म तपाईलाई यो भिडियोको थ्रु भन्छु। हेलो एभ्रीवन, वेलकम ब्याक टु माय च्यानल। म चाहिँ आइसकेको छु नयाँ मिनी ब्लग लिएर। गाइस म तपाईहरुले एउटा कुरा शेयर गर्न चाहन्छु। ल मानौ तपाईहरुको कोही चिन्ने मान्छे बिरामी भयो ल के भयो भने तपाईहरुले त्यो मान्छेले हस्पिटल लैजानुहुन्छ राइट। तर लैजाइसकेपछि बिरामी भएको मान्छे भन्दा बिरामी भएको मान्छेले लैजाको मान्छेलाई चाहिँ बढी डर हुन्छ। अनि तपाईहरुले हस्पिटलमा आएर के चीज नोटिस गर्नुभएको छ? मैले चाहिँ एउटा चीज नोटिस गरे। मैले नोटिस गरेको हस्पिटल चाहिँ मेडिकल कलेज हो। नेपालको वान अफ द मोस्ट फेमस हस्पिटल हो यो फेरि। र यो हस्पिटलमा आएर चाहिँ मैले के नोटिस गरे भन्दाखेरि यदि आफ्नो मान्छेको ट्रिटमेन्ट भइसक्यो र भइसकेपछि भेट्न जाने हुन्छ कुरा र भेट्न जाँदाखेरि भने 2 दिन जान भन्दा बढी जाने दिदैन। हुन त हस्पिटलको रुलै हो कि धेरै क्वान्टिटीमा चाहिँ मान्छेलाई भित्र जान दिदैन र भित्र जान दिदैननको कारण चाहिँ के हो म भन्नेवाला छु। यदि पेशेन्टको ट्रिटमेन्ट भइसक्यो र उनको मान्छेहरु भेट्न आएको छन् भने पेशेन्ट भने आत्तिन्छ र आत्तिदाखेरि चाहिँ केही हुन सक्ने भन्ने कारण चाहिँ हुन्छ। त्यही भएर पेशेन्ट भेट्न जाँदाखेरि चाहिँ 1-2 जना भन्दा बढी जान दिदैन। र यो हस्पिटलको रुल चाहिँ एकदमै राम्रो। तपाईलाई के कस्तो लाग्छ त कमेन्टमा भन्नु होला। एन्ड बाइ।